बहिनी अब यो बेतकोट ताल जाने बाटो यो बीच जङ्गल किनारतिर खोला एकदमै हरियाली जङ्गल छ छेउमा। सिसम पनि छ यसमा, सालहरू पनि छ। मनमोहक जङ्गल छ यो पनि। जोगुडा पनि यो बाटो जाने गर्छन् बाइकमा जोगुडातिर। अनि स्कर्पियो बुलेरोहरू पनि चल्छ जोगुडाको लागि यो बाटो। परशुराम धामको पनि मेला लाग्ने गर्छ माघे सङ्क्रान्तिको बेला, एकदमै भिड हुन्छ यो बाटो त्यो बेला। एकदम घना जङ्गल छ यो बाटो, हेर्न सक्नुहुन्छ एकदमै रमणीय छ। हामी बेतकोट ताल पुग्ने भएको छौँ। हामी पुग्यौँ यो बेतकोट तालको गेटनिर। यहाँ पिकनिक पनि आएको रहेछ, स्कुलका बसहरू स्टुडेन्टहरू लिएर पिकनिक आएको रहेछन्। यो हामी ठाडो उकालोमा लाग्यौँ बेतकोट तालको, माथि बेतकोट तालको बाटोमा। यो बिचै बाटो छ बेतकोट तालसम्म। एकदमै यहाँ भाइ बहिनीहरू पनि इन्जोय गर्न आएका छन् बेतकोट तालमा। यो आज बिदाको दिन भएर स्कुलको विद्यार्थीहरूलाई यहाँ पिकनिक ल्याएको रहेछ। यो एकदमै आइए पिकनिक आउने ठाउँ पनि हो बेतकोट ताल। यो उकालो लाग्यौँ हामी, उकालो उकालो। हाम्रो बाइकले अलि गियर चेन्ज मागिरहेको छ उकालोमा।
ठ्याक्क छेउमै पुग्यौँ। अब म ठ्याक्कै पुगेँ यो बेतकोट तालको इन्ट्रान्स गेटनिर। बेतकोट ताल, यस तालमा केही कुराहरू निषेध गरिएका रहेछन्। तालमा नुहाउन, हातमुख धुन, लुगा धुन र माछा मार्नु हुँदैन। बेतकोट क्षेत्रमा कुनै पनि जीवजन्तुहरूको शिकार गर्न पाइँदैन भनेर यस्तो लगाएको छ। यो बेतकोट तालभित्र आइसकेको छु म बाटोमा। तालभित्र गेटभित्र आइसकेपछि एउटा छेउमै एउटा क्यान्टिन छ। यहाँ खाजा खाने घर, खाजा घर लागेको छ। यहाँ बेतकोट धाम हजुरहरूलाई स्वागत गर्दछ, सफा राखौँ भन्ने एउटा बोर्ड लगाएको छ। यता छेउमै एउटा मन्दिर छ। स्वागत छ। म फेरि आइसकेको छु एउटा रमणीय सुन्दर सरोवर ताल बेतकोट ताल। एकदमै रमणीय छ। यो महेन्द्रनगरदेखि 22 किलोमिटर टाढा रहेको छ भने दैजी चोकबाट 13 किलोमिटर भित्र रहेको यो ताल बेतकोट ताल भन्ने गरिन्छ। र यसको विशेषता भनेको यो 580 मिटर लम्बाइ र 260 मिटर चौडाइ रहेको यो ताल। यसको गहिराई अझसम्म पत्ता लाग्न सकेको छैन भने र यसमा पातहरू पनि नखस्ने एउटा किम्वदन्ती थियो भने त्यो यहाँ आएर हामीले पनि बुझ्यौँ। एकदमै सत्य रहेछ। र लेट्स इन्जोय द ब्युटी अफ दिस ताल। एक पनि भनेर र यसमा गोही पनि रहेछ। आजभोलि सावधान तालमा गोही छन् भनेर लेखिएको छ। एउटा मनमोहक दृश्य यो तालको माथि यो चुरेको पहाड हरियो ताल देखिएको छ। यो देख्न सक्नुहुन्छ कति एकदमै मनोरम दृश्य छ यो तालको। मन शान्त गर्ने वातावरण नै शान्त वातावरण। यो तालमा माछाहरू पनि रहेका छन्, देख्न सक्नुहुन्छ। माछाहरू खेलिरहेको माछाहरू छन्। यहाँ घुम्न आउने पनि यहाँ एकदमै मान्छेहरू आउने गर्छन्। यो तालको किनारै किनारै एउटा यो ढलाने बाटो बनाएको छ वरिपरि परिक्रमा गर्नको लागि। मनै फुरुङ्ग पार्ने यो बेतकोट ताल। गर्मीको महिना एकदम शीतल हुन्छ यो बेतकोट तालको छेउछाउमा। चारैतिर यो जङ्गल भयो, बिचमा यो ताल। तालको वरिपरि यो बाटो बनाइदिएको छ परिक्रमा गर्नुको लागि। यसैको छेउमा छ एउटा यो मन्दिर, बैजनाथ मन्दिर हो सायद यो यताको। यहाँ एउटा मन्दिर छ। हेर्नुहोस् आजको यस ब्लगमा बेतकोट तालको यो मनोरम दृश्य हजुरहरूको लागि। छेउमै रहेको छ यो एउटा यो चिसापानी क्षेत्र पर्यटन प्रवर्धन विकास समिति कोवलपुर बाँकेद्वारा आर्थिक सहयोगमा निर्मित प्रतीक्षालय यो 2072 सालमा। अब म लाग्दैछु यो भ्यू टावरको माथिमा। भ्यू टावरबाट कस्तो देखिन्छ यो ताल हेरौँ। छ तले रहेको छ यो भ्यू टावर। ल यो भ्यू टावर चढ्ने बाटो 6 तला माथि रहेको छ। हामी 6औं तलामा गएर बाहिरको दृश्य अवलोकन गर्नेछौँ। उतापट्टि हाम्रो दैजीको क्षेत्र पनि देखिन्छ माथिबाट। माथि जानै लागेका थियौँ, ठ्याक्कै यो मौरीहरू रहेछन् यता। मौरीले टोक्देला भन्ने डरले हामी 5औं तलामा। यहाँ पनि छ मौरी। अब 5औं तलाबाट हामी यसको दृश्य अवलोकन गर्नेछौँ। हेर्न सक्नुहुन्छ भ्यू टावरबाट देखिने यो ताल
एकदम मनोरम देखिएको छ कि त्यो हुस्सो लागेर हो कि टुवालोले यो दैजी सडक खण्डको यो देखेकै छैन दैजी एरिया बाहिरपट्टिको यो मनोरम दृश्य तालकै छेउमा यो पालना गर्नुपर्ने यो बोर्ड लगाएको छ एउटा ल यतादेखि पारीतिरको यो मनोरम दृश्य हेर्न सक्नुहुन्छ यो बेतकोट तालको मनोरम दृश्य यहाँदेखि पारीसम्म पानीले आफ्नो हावाको वेगसँगै चाल पनि बदलिरहेको छ